होला त मिडल क्लासको अन्त्य। यदि मिडल क्लासको अन्त्य भयो भने कस्तो खालको समाज होला हैन? र मिडल क्लास भने मध्यम वर्गको भूमिका कस्तो र हिस्टोरिकल्ली ऐतिहासिक रूपमा मध्यम वर्ग कसरी निर्माण भयो, अहिलेसम्म मध्यम वर्गको भूमिका के हो र अब मध्यम वर्गको अन्त्य हो भने कस्तो खालको समाज हुन्छ, केही कल्पना गर्न सकिन्छ। र आजको चाहिँ यो गेम थ्योरी अन्तर्गत म केही कुरा यसबारेमा भन्ने छु। मिडल क्लासको अन्त्य हुने लगभग भन्न थालिएको छ केही स्कुल अफ थट नभनौँ, अहिलेको केही सम्बन्धित मान्छेहरूले चाहिँ मिडल क्लासको अन्त्य हुन्छ भनेर भन्न थालेको छ। Now done by machines. There is a very high likelihood this is all coming at us. It is coming sooner than most. Who's pushing this revolution in technology? It is the richest people in the world. This is what Elon Musk says. AI and robots will replace all jobs. Someone at a computer doing something, AI is going to take over those jobs like lightning. If there are no jobs and humans won't be needed for most things, how do people get an income to feed their families, to get health care, or to pay the rent? If we really see rapid automation in the next few years, then there's going to be a whole class of white-collar workers who are in some ways redundant. Having a whole class of people who are unemployed and not valued much because what they used to do is now done by machines. There is a very high likelihood this is all coming at us. It is coming sooner than most people realize. What will our economy look like as we progressively automate more and more and more? We are in the midst of the greatest economic transformation in our country's history, what experts are calling the fourth industrial revolution. If we go back to the beginning of the Industrial Revolution, there खासमा मिडल क्लासको अन्त्य किन भन्न थालिएको हो त? मिडल क्लासको अन्त्य हुन्छ भनेर भन्न थालिएको कारण चाहिँ यो मान्छेले गर्दा भन्दा पनि यो एआई को कारणले गर्दा मिडल क्लासको अन्त्य हुन्छ भन्न थालिएको हो हैन। समाजमा तीनटा वर्गको कल्पना गरिन्छ, एउटा अप्पर क्लास, एउटा लोअर क्लास, एउटा श्रमिक, एउटा चाहिँ धनी वर्ग र बीचको एउटा वर्ग बनाएको छ, त्यो चाहिँ मध्यम वर्ग अथवा मिडल क्लास भनिन्छ। यो मिडल क्लास चाहिँ लामो समयसम्म महत्त्वपूर्ण रूपमा हेर्ने गरिएको छ हैन। तर अबको समाज चाहिँ मिडल क्लासको अन्त्य हुन्छ भनिएको हो, तर कसरी यो मिडल क्लासको अन्त्य हुन्छ त? अहिले एआई चाहिँ यस्तो अवस्थामा आइपुग्यो कि एआईले मान्छेलाई रिप्लेस गर्ने ठाउँमा पुगिसकेको छ हैन। र सबैभन्दा पहिला एआईले रिप्लेस गर्यो भने यो मिडल क्लासलाई रिप्लेस गर्छ। भन्ना मतलब के हो भने मिडल क्लास मध्यम वर्ग भनेको के हो भनेर बुझ्नुपर्छ र कसरी मध्यम वर्ग चाहिँ पहिलो एआई को पहिलो फेज आउटमा मध्यम वर्ग जान्छन् त। एआईले चाहिँ बढी मात्रामा व्हाइट कलर जबलाई टार्गेट गरिरहेछ। भन्ना मतलब जो कम्प्युटरमा काम गर्छ, जो पढे लेखेको लयर छ, डक्टर छ, टिचर छ हैन, अनि कम्प्युटरमा काम गर्छन्, मानौ यस्तो खालको पढे लेखेको शिक्षित वर्गहरू चाहिँ कम्प्युटरमा जुन अहिले जुन बढ्दो एआई को प्रविधिले आर्टिफिशियल इन्टेलिजेन्सले यो वर्गको पहिलो मान्छेको आवश्यकता चाहिँदैन भन्न थालिएको हो हैन। यो लगभग सुरुवात भइसकेको छ भनेपछि मध्यम वर्ग भन्या चाहिँ पढे लेखेको एउटा, अर्को आर्थिक रूपले इकोनोमिकली जसको एउटा खर्च गर्ने क्षमता छ, जसको आम्दानी चाहिँ काम गर्छन्, अफिसहरुमा काम गर्छ, उनीहरूले चाहिँ एउटा ठुलो तबका निर्माण भएको छ, एउटा ठुलो ग्रुपको निर्माण भएको छ समाजमा। त्यसलाई चाहिँ मिडल क्लास भनिन्छ हैन। जो चाहिँ शैक्षिक रूपमा पनि सक्षम छन्, आर्थिक रूपमा सक्षम छन् र ज्ञानको रूपमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ भनिन्छ। र कतिपयले चाहिँ के भन्छन् भने मिडल क्लासले नै अहिलेको प्रोग्रेस, समाजको उन्नति चाहिँ मिडल क्लासले ड्राइभ गर्छ भन्छन् हैन। जो शिक्षित वर्ग छ उनीहरूले नै समाजलाई परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ भनिन्छ। तर
ऐतिहासिक रूपमा यो मिडल क्लास कसरी निर्माण भएको छ त? ऐतिहासिक रूपमा हेर्ने भने यो मिडल क्लास चाहिँ पहिला थिएन। पहिला थियो तर त्यस्तो खालको क्लियरली यो मिडल क्लास भनेर निर्माण भएको थिएन। यो मिडल क्लास चाहिँ इन्डस्ट्रियल रिभोल्युसन पछि मात्रै निर्माण भएको हो। इन्डस्ट्रियल रिभोल्युसनमा पनि खासमा वर्गको मात्रै निर्माण भएको हो। क्लियरली यो 3टा वर्ग भनेर निर्माण भएको थिएन हैन। समाज त त्यो भन्दा पहिला पनि थियो। कृषि युगमा पनि समाज थियो, वर्ग क्लियरली थिएन हैन। अब यो इन्डस्ट्रियल रिभोल्युसनमा आइसकेपछि मात्रै सामाजिक रूपमा वर्ग निर्माण भएको हो, त्यो पनि धनी र गरिब। धनी भन्ना मतलब जो चाहिँ फ्याक्ट्रीको मालिकहरू छन् एकदम सीमित थिए भने कामदार जो फ्याक्ट्रीमा काम गर्ने मान्छे हुन् उनीहरू चाहिँ मेसिनमा काम गर्ने मान्छे हुन्, उनीहरू श्रमिक थिए। समाजमा वर्गको यही हो सुरुवात। खासमा श्रमिक त पहिला पनि थिए तर एकजुट यो समाजभरि संसारभरि वर्गको निर्माण चाहिँ यसरी भएको। तर यो मिडल क्लासको सुरुवात चाहिँ यो इन्डस्ट्रियल रिभोल्युसन हुँदासम्म पनि खासमा भइसकेको थिएन। कहिले आवश्यकता भयो जब यो प्रविधिको विकास भयो, मसिनहरू बन्दै गएपछि आइटीमा चाहियो, एकाउन्टेन्ट चाहियो, शिक्षक चाहियो हैन। अब यो अकाउन्टेन्ट चाहियो, यो ब्याङ्कर्सहरू चाहियो। यसरी चाहिँ मिडल क्लास